टिका नि सिधाउने र नि ल सबैले खान्छ टिका लगाइदिनु पर्यो यो आँसु भन्ने चिज चाहिँ किन झर्ने मान्छे टाढो भयो भने मन टाढो नहोस् फेरि नबुझिरह है आज फेसबुक से सदा नजिक भेट्छ चिन्दै छैन फेसबुकभन्दा भिडियो कल हुन्छ भिडियो कल बाहिर गएर त्यही एकछिन त्यही दिन राख्नु ल लगाइदिनु उता बस्नु ल अहिले एकैचोटि खानु सबैलाई टिका लगाइन्छ सानो टेकेट नलाइदिनु दाइ टेकेट लाउनु हुँदैन अर्को कोक खै त सिधि लगाएको थियो त माथि बस्नै गाह्रो डलर त्यसैलाई दिएछ त डलर त्यसैलाई दिइसक्यो त अरू पनि चाहियो अलरेडी लागि भइहाल्यो नि सबै डलर राखेको छैन खै काली कता गयो काली कहाँ गयो खोइ काली लुडी कहाँ गयो काली कहाँ गयो लगाइदिनु भन्दै गर है चम्चा पनि नि चम्चाको त्यहाँ ल्याएको छ मैले ल्याइराखेको छु दिने भयो खोइ गाडीबाट ढोक्यो 2 घन्टा रे यहाँ 4 घन्टा यहाँ 16:30 हेलो हजुर म लोकेसनमै छु ठ्याक्कै एरिया भनेको यो ब्याङ्कको पछाडिपट्टि मन्दिर खोइ दिदी अहिले पाउनु न सगुन फेरि त्यसले हात त्यसको हुन्छ एकैचोटि गर्ने अङ्गलले लगाइदियो पहिला अङ्कल धेरै धेरै प्रगति गर्नु है छोरी यसो बेला पाखामा सम्झिँदै गर्नु नबिर्सिनु हैन नमार्नु बेला पाखामा मात्रै सम्झे पछि अङ्कलको फुर्सद हुँदैन ल यही चाहिँ शुभकामना प्रगति गर्नु हुन्छ खुट्टाले भाग्यमा खुट्टाले यहाँ छ अर्को मन्दिर खोइ त ऊ मन्दिर यहाँ आएन यसले बत्तीले नि थोरै मात्रै लगाइदियो नि त्यो टिका भक्कै झरिसक्यो के एउटा सित लाग्यो दसैँको टिका जत्तिकै थुपारिदिएको निकाल्नै पर्छ झर्नु लागिसक्यो त्यसको टिका बत्ती चाहिँ बाबु मन्दिर लगाइदिएको
मन्दिर हो लाइट माथि राख्दै त नानी दुई सितालाई थोरी लाभा नै छन् धेरै निकाले सधैँ भिडियो कल गरेर फोन भन्नु मन्दिर भइछ दादा आउनु कपडामा पर्ला है त्यो आगो लुगा हेरे त्यहाँ ए बोकी दिदी पनि झगडा गर्नु पनि पाउँदैन है फोनमा त झगडा गर्नु दिँदैन ए पर्दैन ए मन्दिर बत्तीमा पर्ला है बत्तीमा पर्ला खोइ दाइ खोइ दादा मैले छैन मान्छेहरूले लाउनु पहिला दाइले लगाइदिनु पहिला बाबु लगाइदिनु लगाइदिए एकचोटमा लाइट पुग्छ होइन यो अन्डाहरू चाहिँ दिनु पर्दैन अहिले एकैचोटि सबैजनालाई रुवा लागेछ है सुरु गर्नु थालेछ एकैछिनमा एउटालाई लाग्यो सबैलाई लाग्छ कि हाम्रो जान तपाईँ जानु। रुवा चाहिँ माइज जाने होला नि पहिला म नेपाली हो तपाईँ अघि जानु पर्ने नि हामीलाई पठाइबस्छ होइन तपाईँहरू यहाँ पहिला लगाइदिनु हुने राम्रो प्रगति गरेर धेरै धेरै एक दुई वर्षमै घर किन्न सकोस् दाइले त अहिले नि डलर पो दिनुभएछ त उहाँलाई खर्च नेपाली राम्रो कहिले आउँदा फर्म भिडियो खिचिरहनु भएको अब बन्द गरेर फोटो खिचौँ हुन्छ कि तपाईँ पनि भिडियो पनि तिमी रेडी नै हो सानो तल्लो नि भएन यो कहाँ गयो फेरि ब्यागहरू हाल्दै गऱ्यो हामी अट्छ एउटामा अडिहाल्दैन सबै त बाइकमा छ सबै मम्मी ठुलो मम्मी यता गाडीमा नि अट्छ पुग्दैन होला गाडी अर्को पनि
अर्को गाडी पनि ल भयो अब अरू कोही छ बाँकी अब हाम्रो बुवाले दियो बाले बा अब बा कहाँ पैसा भयो तले खाता उता छ टिकट एयरपोर्टमा लगाइदिनुपर्छ हामीले चाहिँ अब अहिले यहाँ नलगाइ यहीँबाट लगायो भने अनि उता पनि लगाइदिनुपर्छ भनौँ अहिले यहाँबाट निकालिदिनु त्यही लगेजमा भन्ने त्यहाँ छ त यो एयरपोर्टमा लगाइदियो हुन्छ अहिले एयरपोर्टमा लगाउनु हो ठुलोमी जानुहुन्छ होइन एयरपोर्टमा तपाईँ ए नानीहरूलाई छ रे फेरि खैले मलाई पनि एउटा मन लगाइदिन्छु बाहिर लाउने होइन यहाँ घर बाहिर भेट्ने मान्छे पो एयरपोर्ट लगाइन्छ त ल त्यो पनि बिचरा त्यसलाई गाह्रो हुन्छ त त्यो हो त्यसले नै पैसा गरौँ हुने त्यो आदि निकाल्नुपर्छ पनि त्यो नभए गरौँ तँलाई त गाह्रो हुन्छ त्यहीँ छ पिरियड छ पहिला जुठो गरेर टोप अलिकति टोप बुनु हो दिदी दाइ खाइदिनु सबन दिदी दाइ खाइदिनु चम्चाले खान्दिनु पेपर हाल्नु दिनु छोरी धेरै नखाउनु त सर्दी लाग्छ फेरि मेन जिल्लाको जुत्ता लिएर आएको थिएँ कहाँ ठुलो बाटो दही कुकुरले बिगार्छ तपाईँले रुम्नु राख्नु भयो होला सामानहरु के छ अरु बाँकी छुट्टा के छ सामानहरु छुट्ला त्यही छ ल टिसु थोरै निकालेर ठिक्क लगाइदिनु सानो लगाइदिन्छ अब त्यसरी होइन सानो यसरी यो खोल्नु न हो त्यसरी हो त्यसरी खानेकुरा खायो नि खाना खायो अघि सके ल आइसक्यो तल एकछिन रोक्छ नि के भयो म बाँकी छ अहिले खाइदिनु खाइदिनु दाइ बसाइ
मन्दिरले पनि लगा अब को बाँध्नु त्यसरी दिने Orangnya tidur lah. कतिवटा थियो सर्दी लाग्छ धेरै नखा चिसो दुईचोटि माटो भएको छ ओ लग्यो निमा आमाले अन्डा चिल्ला सुत्दै खाइ आज व्रत होला दाइमा खाने भइहाल्यो नि टिस्यु बोके हात के बाहिर बाहिरको लागि बोकेछ टिस्यु हात पुच्छु त्यो तल जाने खै खै म साउन खैदे निकिहाल्छु चिजहरू खानु पनि हामीले एकछिनमा त खायो ए हुन्छ एकचोटिमा जति चाहिँ जाने उच्च खाइदिनु नभइहाल्यो नि त अब धेरै फेरि सर्दी लाग्छ चिज मात्र दाइमा खाइन्छ नसिउडा नि त्यति त्यति मात्रै खाए बुनलाई दाइले भन्ने रहेछ मासु मन पर्दैन दही सोधेन यसले फाइदा मान्छे त्यो चारजना मात्रै हुन्छ चारजना यता गाडीमा नि छ त 800 रुपैयाँ कति रहन्छ दुईजना हाम्रो यो दुईजना आमा जानु पहिला अन्डा दे अन्डा दे अन्डा र मासु कुन जुत्ता हो यो ह्यान्डकारीमा पानी यस्तो बोतलमा केही राख्नु नराख्नु है बोकेछ ह्यान्डकारीमा छिरिदिइहाल्छ बोतल मनमा दार्जिलिङ दिएको हालेको त मलाई त वाटर वाटर भन्छ पछि के भनेको चाहिँ आफैले झिकिरहेको ए डाइजिनको छ नपाउनु लगेछ पाइन्छ